एभ्रिवान नमस्ते। आज चाहिँ हामी लटरम्सर जान लागेको सबैजना आएको छौँ हामी यहाँ देखाइदिनु। माथि जानु भइसक्यो दिदीहरू घाम लाग्दैछ भर्खर भर्खर गर्नु होला भिडियो स्टे ट्युन हैन। अब हाम्रो यात्रा सुरु भयो। चिसो छ यात्रा सुरु भयो। अब हामी यहाँ छु उहाँ जानु भइसक्यो दिदीहरू चाहिँ यात्रा सुरु भयो। अब हाम्रो यात्रा सुरु भयो। ऊ त्यो डाँडो चढ्नुपर्छ जस्तो लाग्यो हौ मलाई चाहिँ। जाडो बहुत यस्तै जाडो छ। उनीहरू गोजीमा हान्नु पऱ्यो क्या हो। ल अब हाम्रो यात्रा सुरु भयो। हेर्दै गर्नु होला। बाटो चाहिँ यस्तो छ भर्खर आधी बाटो चढिरहेको छ हामी। कहिले पुग्ने होला 3 घन्टा लाग्छ भन्छ। कहिले पुग्ने हो यति बाटो चाहिँ स्यास्या भइसक्यो सबजना। डाँडा हेरेर रिङ्गर लगाइसक्यो यस्तो छ। ओ केटी हो कस्तो फिल भइरहेको तिमीहरूलाई? यहाँ अङ्कलले भन्नुभएको मन्दिर चाहिँ त्यहाँ माथि हो रे। सर्टकट बाटो देखाइदिनुहुन्छ अरे। अब हामी जाने हो अङ्कलसँगै। यस्तो थाकिसक्यो यहाँ। गाइड्सहरू हिँड्दै हुनुहुन्छ। फुर्साङ जान सक्छ नि यस्तो उकालो बाटो भने पुरै उकालो छ। सबै बाटो पनि है वहाँ माथि देखिरहेको छ त्यो बिचको डाँडा। बाफ्रे सिस्नो घारी। बहिनी र माइजू चाहिँ आउँदै हुनुहुन्छ। दिएको छैन भरि आउनुपर्छ। हामीसँग नि छ त पानी। अहिले पानी बोकेन भने फेरि प्यास लाग्छ बाटोमा। तर म मन्दिरसम्म खाँदिनँ। मन्दिर नपुग्नेसम्म होइन होला है। हो हेर्नु चाहिँ किन अनि त्यस्तो चाहिँ घामले कस्तो देखिरह। त्यो भनेको एउटा धर्म हो खानु पनि सक्दैन। ट्राई गरौँ न। ओके अहिलेसम्म त थाहा छैन। माथि पुग्नेसम्म नि सबजना जाँदै हुनुहुन्छ अगाडि। तर घाममा चाहिँ यहाँ टल्किरहेको कि हेर्न यता हेर त इस टल्किरहेको। अनि फेरि शीतल बजार कालो हुन्छ। यहाँ यी साथी हस्की हो क्या हो हस्की लिएर हिँड्न सँगसँगै यिनीहरू पनि जान्छ होला नि उकालोमा। आऊ हामीसँग जान्छ एउटा त गइसक्यो त जान्छ। हात ठिराएर कस्तो भइरहेको यार। त्यो चिसो हावा आइरहेको। अब आधी बाटोमा गएर भेट्छु है। मोबाइल समात्न सकेन हात चिसो भएर। अहिले चाहिँ हामी उकालो चढिसक्यो। यहाँ चढ्दै हुनुहुन्छ। यस्तो छ बाटो चाहिँ उकालो। बाटो चाहिँ दुईटा छ। बाटो यता पनि छ। कन्फ्युज भयो। ओहो के साह्रो यस्तो। आउँदै हुन्छ यहाँ दिदी माइजूहरू। नसक्ने भयो। आयो बिना लट्ठी कस्तो हुँदैछ? मोबाइल बोक्न नसक्ने। मोबाइल बोक्न सकेन। माथि गएपछि भेट्छु। एक एकजना गर्दै बिस्तारी बिस्तारी
आउनु भइरहेछ यस्तो छ बाटो लु हामी जानु भन्छ ऊ त्यो डाँडा माथि रे भर्याङ सुरु भयो कि अब अङ्कलले बाटो देखाइदिनु भएको हामीलाई चाहिँ भर्याङ सुरु भयो अब चाहिँ हामी भर्याङ चढ्दैछु भर्याङ पनि कति ठुलो हो कि खुट्टै उयो नि चढ्नु चढ्नु यहाँबाट चाहिँ यस्तो छ भ्यू यहाँबाट नि रहेछ बाटो म चाहिँ सजिलै सिधै बाटो जानु पर्यो ल क्यामेरा मसँग नबेरोस् यहाँबाट फेरि पानी खाइलिउँ बिस्तारै आइज नि चिप्लिन्छ कि कस्तो बाटोबाट आयो है बाटै नभए जस्तो अहिले बङ्गलाङ पछाड्छ अनि डाँडा आइपुग्यो हामी चाहिँ फाइनली त्यहाँ हिमाल देख्दो रहेछ यस्तो यहाँ तलबाट आएको हामी चाहिँ धेरै माथि आइसक्यो हामी क्या मजाले चोरी पारिदिँदो रहेछ यहाँबाट त फाइनली यति डाँडामाथि आइपुग्यो हामी फाइनली बल्ल बल्ल आधी बाटो आयो 1 घन्टा लाग्थ्यो भने थियो अघि त्यहाँ तल आन्टीले अब आधा घन्टा लाग्छ होला त्यो भर्याङको बाटो अझै आउनै बाँकी छ बहिनीहरू अझै आएको छैन हामी चाहिँ होटल आइपुग्यो बल्ल बल्ल कस्तो भयो अनुभव एकदम बवाल भयो सोचेको भन्दा बेग्लै भयो है यस्तो डाँडाबाट बल्ल बल्ल अब बहिनीहरू कतिखेर आउने हो अझै आएको छैन हामी चाहिँ आएर पुगेर बस्छु एकछिन यहाँ चाहिँ सुन्तला टिपिरहेको छ हाम्रो चाहिँ यहाँ भर्खर अम्बा टिपेको बा बाख्राहरू छ बहिनीहरू अझै आएको छैन आधा घन्टा भइसक्यो कुरेको कति टाइम लाग्यो होला चाहिँ आउनलाई आउँदै आउँदैन तिनीहरूले आउनु भयो माइजहरू हामी चाहिँ कुरे कति ढिलो आउनु भयो म त हिँड्न सक्छु भन्दा चाहिँ त खुब सकेन हिँड्न भने सानी ओ सानी हिँड्न सक्छु भन्दा चाहिँ खुब यता हेर त हामी त 1 घन्टामा पुग्नु पर्ने 1 घन्टा लाग्छ नभए 30 मिनट हो अरे फटाफट हिँड्यो भने 30 मिनट नभए 1 घन्टा अरे पुग्छ अब भर्याङको ओह्रालो बाटो हो नि त पुग्छ मासु भात अब चिया बनाउँदै हुनुहुन्छ त्यहाँ चिया खाएर जानु छैन यहाँ खा भएन अब चाहिँ हामी चिया खान लाग्यो सबैजना होमस्टेमा बहिनीको हालत खराब भएर चाहिँ सक्छु भन्ने मान्छे त के हो लास्टमा त सकेन त्यही भएर अगाडि कहिले सक्छु भन्नु हुँदैन चुप्पो लाएर हिँड्नुपर्छ कि हामी जस्तो खाए ल चिया
दुध पाउँदैन रे कि यहाँ कहाँबाट ल्याउने कस्तो दामी देखिरहेछ यहाँ पनि मन्दिर छ क्या हो यी चुच्चोमा कस्तो दामी देखिरहेको तर राम्रोसँग देख्दैन कि हामी जानु लाग्यो है सबैजना रेडी भइसक्यो जानलाई यहाँ सबजना रेडी छ जानलाई काली अब जाने नि त हिँड्न सक्छ नि अब चाहिँ हेरौँला अहिले भिडियो बनाइहाल्छु नि बाटोमा हिँड्न सक्छ कि सक्दैन भनेर सबजना अहिले भेटौँला बाटोमा उकालो चढ्दैछौँ कहिले पुग्ने हो अझै 1 घन्टा लाग्छ रे कति बजे अहिले 10 बजे छ ठ्याक्कै 2 घन्टा भयो आएको राम्रोसँग हिँड ल भाँच्दैन हौ अघि यही लठी बोकेर आएको मैले मामाले दिनुभयो मलाई दामी तर देख्दैन हौ भ्यू यहाँबाट त खोइ कस्तो छ मन्दिर जाने बाटो यता कस्तो भइरह मजा आइरहेछ चढ्न उकालो भन्नुहोस् कस्तो फिल भइरहेछ उकालो चढ्नलाई यस्तो मौका फेरि आउँदैन है अब भोलि पर्सि त गाडी आउँछ र त्यहीँसम्म नसक्ने भयो ल लटेरामेश्वर महादेव मन्दिर जाने बाटो यो चाहिँ यति चाहिँ पछाडि आउँछ है जहिले पनि अहिले पनि कुद्या हामी अगाडि हिँड्ने अब चाहिँ उहाँ 3 जनालाई अगाडि पठाउनुपर्छ है सक्छ नि अब त हिँड्न सानी इनर्जी ड्रिङ्क खानुपर्छ क्या अहिले अनि सक्छ हिँड्नलाई हिँडिरहेको छौँ सबजना क्या दामी देखेको डाँडाहरू हेर्नु न यस्तो बाटोमा आएको छ यताबाट पनि बाटो रहेछ हामी चाहिँ यताबाट आएको दामी देखिरहेको छ हिमाल तर यति मात्रै देखिरहेको छ कि कस्तो दामी पिङ खेल्न लाग्छ सबैजना यस्तोमा खिच्नुपर्छ कि फोटो हो कस्तो घामले टल्केको ओए कराउँदो रहेछ यार आमा दामी आउँदो रहेछ के बनाइदियो नि त यसो सिधा गरेर अब फोटो खिच्न लाग्छ है हाततिर गइडामा त्यहाँ पिङ खेलिरहेछ कस्तो रमाइलो है भर्याङ रहेछ अब चाहिँ भर्याङ चढ्नु पर्यो पछाडि यहाँ को छ सकिरहेको चढ्नु दामी कहिले सक्ने यो भर्याङ चढ्न हो भने वान मिस्टेक गेम फिनिस्ड भने जस्तो होइन त फाइनली हामी चाहिँ माथि आयो बल्ल बल्ल माथि आयो बहिनीहरू अझै आएको छैन कति टाइम लाग्ने हो आउनलाई हामी चाहिँ कुदेर बस्छु बहिनी आएर अब चाहिँ हामी यहाँबाट त्यहाँ पहाडी मन्दिर जान लागेको ल रेडी हो एउटा ठाउँ चाहिँ थुरुरै काम छ अरे भन्नु भइरहेछ यहाँ होइन अब हामी गएपछि थाहा हुन्छ अब हामी जान लागेको कस्तो हुन्छ हेर्नु होला हामी देखाउँदै गर्छु हामी चाहिँ अब जाँदैछौँ बल्ल बल्ल डाँडा आइपुग्यो अब मन्दिर पुगेको छैन मन्दिर त लाग्दैछु यस्तो जाडो कि माथि त हो भने कुर्दै गाह्रो भयो कि कुर्दै आउँदै फेरि कुर्दै बस्दै माथि आउनलाई होला नि
माइजू कस्तो भयो त माथि आउँदाखेरि एकदम गाह्रो छ माथि आउनुलाई त धन्दा सक्यो हामी त आउनलाई फर्स्ट एन्ड लास्ट है एक्सपिरियन्स हो नि त यो भने भर्याङ अब यस्तो डर लाग्दो छ भन्छ उयो भर्याङमा सम्झ मेरो भिडियोमा आइदिएन त्यहाँनिर गाइस भर्याङ आयो है भर्याङ अब एकदम डेन्जर बाटो आउँदैछ है के बोल्नु हजुर हो आधी बाटोमै छोडिदिनु ला कहाँ उहाँ लुकाएर राखिदिउँ क्या हो ओ सबैको यहाँ लुकाएर राख्न लट्ठी पर्दैन कि उहाँ छोड्यो ए होस् अहिले लुकाएर राखिदिनु म त हेरिदिन्छु देख्दैन कसैले पनि बाटो चाहिँ यस्तो डेन्जर छ है हेर्नुहोस् यो दाइ चाहिँ हामीसँगै आउनु भएको थियो अहिले फर्किनु भइसक्यो अगाडि चाहिँ थुरुरु काम छ भन्नु भइरहेको थियो है सबैजनाले अहिले भर्खर दाइले पनि भन्नुभयो अब त्यहाँ गएपछि हामी भिडियो गर्छु कस्तो हुन्छ भनेर यहाँ हाम्रो दिदी हुनुहुन्छ यहाँ फेरि रेलिङ छैन रहेछ बुढाहरू छिटो आयो तिमीहरू डराउने बच्चाहरू यहाँबाट यस्तो दामी भ्यू देखेको नि हेर्नुहोस् अम्बो हामीलाई चाहिँ बोलाउनु भइसक्यो अब हामी त्यही तल गएर भेट्नु पर्ला जागर आयो कस्तो कस्तो बाटो हो के अब भर्याङमा गएपछि भेट्छु बाटो चाहिँ यस्तो छ यहाँबाट तल भिड छ दिदीजान भइरह बहिनीहरू चाहिँ आएको होइन यस्तो छ यहाँको बाटो वहाँ मन्दिर चाहिँ यहाँ उही डेन्जर रहेछ यो बाटो छ यो डाँडा कटेर बल्ल यहाँ आइपुग्यो है यहाँ बहिनी छ यता दिदी हुनुहुन्छ अनि यहाँ चाहिँ म छु मन्दिर पुगेको छैन अझै टाइम लाग्छ मन्दिर पुग्नलाई 10 दिन होला अब चाहिँ त्यहाँ मन्दिर पुगेर देखाउँछु हजुरलाई यस्तो डर लाग्दो बाटो हेर्नु न हामी चाहिँ आइसक्यो सानो सानो चाहिँ होइन बनाएको सिधै आउनु सिधै त बाहिर हराउन त्यो एकछिनको लागि त्यो व्यक्तिले गरेर हुन्छ यो रुख वन सितिन्छ भाइ यो रुख र यो समितिले बेच्ने फिल्म बेचिनु पर्छ आउनु चाहिँ हामी यहाँ पूजा गर्न लागेको यहाँ माइजूहरू हुनुहुन्छ हाई साइलेस एक्सक्युज मी चाहिँ पूजा गर्दैछु दिदीले जानु हुँदैन त्यो मिल्छ अहिले पूजा गर्न जानुपर्छ यहाँ छ तेल माथि आउनु माथि
खोलेर बाले पनि हुन्छ आउनु दिँदैन बिरामी हुन्छ कहिलेसम्म बोकेर ल्याउनु भने ला हामीले बिरामी खोले उ त्यसमै हाल्यो भने बोल्छ नि त बाले हामीले पाप गरे छैन र भरे मासु खान्छ कुखुरा भाले आत्माले सराबे छ राङा खानीले राङो आत्माले सराबे छ कति खानीले कसैले जवाब गरे यहाँ चाहिँ बहिनीले पूजा गर्न लाग्यो भित्र हुँदैन भन्छ मैले त अलिकति त्यही थियो त्यही चढाएको पूजा गरेर सकियो हामी चाहिँ अब एकछिन बस्ने अनि त्यसपछि फेरि जाने तल क्या आनन्द के चन्दा हालिदिनु यो सामान किनेर यो ल्याएर अचि त छरेर उल्टो पाप लाग्छ यहाँको देउतालाई गाईको दुध चढाउने मैले चिने नि त माता माग्दैको चिने महादेव गमन साहब हो यो अब चाहिँ हामी यहाँ मन्दिरबाट फर्किन लागेको बेला चाहिँ भिडियो बनाउँदिनँ यति नै हो है अहिले उता तल पुगेपछि चाहिँ भिडियो बनाउँछु अहिलेलाई चाहिँ यति नै माथिबाट आयो हामी चाहिँ अब यहाँ तल पुग्नुपर्छ हो हामी यहाँ तल कहिले पुग्ने होला कहिले पुग्ने यार हामी हामी चाहिँ आधी बाटो आएर पुगेर बसिरहेको छु दिदीहरू माइजू आउनु भएको छैन भाइ र म चाहिँ आइसक्यो है सहिलेस हामी कति छिटो आएको है यहाँ कहिले आउने हो बल्ल बल्ल यहाँ आइपुग्यो अब यहाँ तल पिङ खेल्ने ठाउँ छ अब त्यहाँ गएर हामी पिङ खेलेर बस्छौँ भाइलाई चाहिँ टोयलेट आइरहेको छ अरे है जाने बेला भोक लाग्यो भनिरहेको थियो अहिले फर्किने बेला टोयलेट लाग्यो अरे के गर्ने होला त यहाँ टोयलेट पनि छैन अब हामी तल गएर भेट्छु है हजुरहरूलाई अब चाहिँ हामी आएर खाना खान लाग्यो है सबैजना खाना खाने अनि त्यसपछि जाने अब मामाहरू चाहिँ ढिँडो खाँदै हुनुहुन्छ फापरको कस्तो छ ढिँडो ए हामी चाहिँ खाना खान लाग्यो यहाँ हामी चाहिँ खाना खाएर अब तल जान लाग्यो गाडी भएको ठाउँमा 1 घन्टा लाग्छ अरे जानलाई सबैजना जाँदै हुनुहुन्छ अगाडि यहाँ बहिनी चाहिँ लास्टमा छ एक्लै किन छोडा भनेर भनिरहेको छ अब घर पुग्दा रात पर्छ त्यही भएर आजको भ्लग चाहिँ यहीँ इन गर्छु बाटोमै है हाम्रो भ्लग हेरेर सबैले मन पराइदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यति भन्दै आजको भ्लग यहीँ इन गर्छु बाई बाई